साथीहरू नमस्कार है। म विराज राई। आज मेरो श्रीमती हस्पिटलको बेडमा छिन्। अस्ति नै पनि अपरेसन हुन्छ भनेर हामीले हस्पिटलमा ल्याएको थियौँ। हामी हस्पिटल आएको थियौँ, त्यति बेला अपरेसन सफल हुन सकेन र अहिले फेरि आज 10 बजेको प्लान छ अपरेसन गर्ने। आज बिहानको डाक्टरले भन्नुभएको छ। हामी दुःख सङ्घर्ष गर्दै हस्पिटल आइपुगेका छौँ। हामीलाई यहाँ साथ दिने व्यक्तिहरू पनि अहिले मेरो छोरी मात्रै छिन् होइन। अब साह्रै दुःख छ साथीहरू, हेर्नुहोला मेरो श्रीमतीको अवस्था। आफै पनि एकदम कमजोर छिन्। अहिले हस्पिटलमा बसिरहेको छौँ साथीहरू। आदरणीय अग्रज बुद्धिजीवीहरूले पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ होला। सबैले पक्कै पनि स्वास्थ्य लाभको कामना गरिदिनु हुनेछ भन्ने आशा राखेको छु। र मलाई चाहिँ विशेष गरी हाम्रो देवराज सरहरूको, यसै गरी हाम्रो हस्पिटलको चेयरम्यान सर हुनुहुन्छ लोकबहादुर टन्डन सर, उहाँहरूको साथ र सपोर्ट मिलेको छ होइन। अहिले चाहिँ अलिकति त्यस्तै समस्या पनि मलाई धेरै छन् होइन। अब यस्तो समस्या छ भनेर भन्नु नसक्ने अवस्थामा छु होइन। गाह्रो छ हजुर, यस्तै छ जिन्दगी। हजुरहरू सबैले मेरो श्रीमतीको स्वास्थ्य लाभको कामना गरिदिनु हुनेछ भन्ने आशा गरेको छु। र विशेष गरी मेरो फेसबुक र टिकटक युट्युबमा हेर्नुहुने मेरो साथीहरूलाई चाहिँ म यो के गर्छु भने जानकारी गराउँछु भने, विशेष गरी मलाई यो मेरो श्रीमतीको उपचार खर्चको लागि विशेष औषधि खर्च चाहिँ अहिले हामीले आफैले जस्तो जुटाइरहेका छौँ होइन। अनि अब दुःख सङ्घर्ष गर्दै अपरेसन खर्चहरू चाहिँ हाम्रो दिल्ली प्रसाद खनाल फाउन्डेसन र हाम्रो टन्डन सरले यस ग्रिन सिटी हस्पिटलबाट चाहिँ केही रूपमा छुट गर्नुभएको छ, हेरिदिनु भएको छ। विशेष गरी यहाँहरूलाई धन्यवाद। विशेष निलमणि दादालाई पनि सम्झिन चाहन्छु है। यहाँहरूकै साथ र सपोर्टले केही हुन्छ भन्ने आशा गरेको छु। दुःख सङ्घर्ष त मलाई अझै धेरै छ हस्पिटल बसुन्जेलको लागि। यहाँ सबैले बुझ्नुहुनेछ भन्ने आशा गरेको छु। धन्यवाद।